अलि अगाडि जाऊ न अगाडि हो नाउ ठिक छ है आज डे 2 है हाम्रो मुस्ताङ ट्रिपको भ्यू चाहिँ हेरौँ है हाम्रो बसेको हिजोको होटलको यतापट्टि बाल्कनीबाट भ्यू केटा हो पहाडले कस्तो अग्लो देखिरहेको है वेदर पनि लास्ट क्लियर छ केटा हो त्यो राम्रो छ उठिसक्यो अब हामी म अहिले सावर पनि लिइसकेको छु प्याकिङ भइसकेको छ अब केटाहरूको अब हेर्नु छ कसको बाँकी छ लेट्स सी के छ यहाँ पनि सब भइसकेको छ केटाहरू रेडी भइसकेको छन् सबैजना प्याकिङ अलमोस्ट डन इच एन्ड एभ्रिथिङ अहिले रिचार्ज भइरहेको त्यति हो स्टफहरू अब ब्रेकफास्ट हेरौँ के हुन्छ केटा हो केटा हो आनन्दले निस्किनु लाग्यो अब सबै कुरा रेडी भइसक्यो त अब बाइक यस बाइकहरू रेडी परिरहेको छौँ एन्ड देन वी विल लिभ सुन भाइ चाहिँ कति भयो हाम्रो 7:24 लेट्स सी हाउ मच किलोमिटर वी विल मेक टुडे हाई गाइस heading towards let's see the scene view guys ऐसा था खतरा so उता तलको बाटो हो हामी जाने भनेको केटा हो हामी चाहिँ माथि हिजो रुम नपाएर माथिपट्टि गल्लीमा आएको थियौँ क्या यो माथिको गल्ली त्यो तलको मेन त्यही हाइवेको बाटो भन्दा माथिको गल्ली आएको थिएँ जस्तै हो The view is बवाल अति बवाल केटा हो अति बवाल भ्यूज लाइक मेरो त यो फर्स्ट टाइम हो नि त मुस्ताङ सो कति धेरै एडभेन्चर हेर्नै बाँकी छ होला हैन ढाड दुखाइ बाँकी होला पक्कै पनि तर स्टिल राइट नाउ त्यस्तो बाटो चाहिँ अब जुन मान्छेहरूले त्यो गाउँघरमा यताउता अलि अफ रोडिङ गरिरहेको हुन्छ नि उनीहरूको लागि त लाइक ठिकै छ बाटो केटाहरूले यही होटल भन्यो होला सिसाको ब्युटीको त कुरा के गर्नु लुक दिस वाटरफल गाइस दिस इज डैम कूल के द्याट्स डैम कूल द वाटरफल दामी देखियो त्यो वाटरफल चाहिँ माथिको बाटो पनि अहिलेसम्म त्यस्तो नराम्रो चाहिँ लागेको छैन है केटा हो मुस्ताङ त हुन त अब अप्पर मुस्ताङबाट भन्छ के अरे अप्पर मुस्ताङको लागि जुन त्यो हो असल अफ रोड चाहिँ यहाँ त बाटो राम्रै छ नि त थ्याङ्क गॉड यार मैले चाहिँ कभर लाएर आएको छु अब हिजो राति केटा हो अब खासमा भन्नुपर्दा यस्तो भयो कि हिजो राति चाहिँ हामी अब त्यही हो हजुरले लास्टको ब्लगमा हेर्नुभयो होला नि त अब त्यति पेट्रोल पम्प पछाडिको के अब त्यति बेला रात भइसकेको थियो अनि बाटोहरू फेरि के खासै त्यो क्लियर पनि थिएन अनि
देन त्यही भएर मैले सुट गर्न पाएन कि हिजो रातिको त्यही तातो पानी आउनेसम्मको बाटोको चाहिँ। होटलमा गएँ, स्टे गरेँ, खाना खाएँ सबैजनाले। एन्ड देन मैले राति जति हुन्छ त्यो भ्लग एडिट गरिदिन्छु, किनभने मैले त्यही सोचिरहेको छु कि किन अब होल मुस्ताङ ट्रिपको त अलिक गाह्रै नै होला, लाइक एडिट गर्न पनि टाइम पनि लाइक थुप्रै लाग्छ। सो यसलाई चाहिँ पार्ट्समा कन्भर्ट गर्ने भन्ने चाहिँ मैले सोचेको के। त्यही भएर चाहिँ मैले हिजोको हालिदिएँ। अब आज कति हामीले कभरअप गर्छौँ बाटो लाइक बेलुकासम्म, रातिमा ट्राभल नै गरौँ सबैले, मतलब हामीले त्यही सोचिरहेछौँ। किनभने अभियसली अब बाटोको कुरा पनि आयो लाइक सेफ्टी कन्सर्न होइन, तर त्यो भन्दा नि मेन चाहिँ अब अब सबैको त मुस्ताङ आइसक्यो होला, तर मेरो त फर्स्ट टाइम हो होइन। सो आई वान्ट टु सी इच एन्ड एभ्रिथिङ के। सो द्याट्स वाइ होइन, खासै हतार पनि छैन केटाहरूलाई, अब चिलमा आएको छ सबैजना, त्यस्तो टाइम बर्डेसन छैन, त्यही हो। मैले त बल्ल नोटिस गरेँ केटा, लुक अप देयर है, दामी यार। अहिले चाहिँ बाटो क्रसिङ यो वान वे छ ल्यान्डस्लाइडले गर्दा, त्यस्तै हो। सो हाम्रो केटाहरू सबजना लाइनमा क्युमा बसिरहेछन् होइन, त्यही हो भ्यू, नेचुरल भ्यू दामी। के हो 88846 लाइक कुन पर्दैछ कुन के हो थाहा छैन नि, त्यही भएर मतलब त्यसै नेचरको फ्यान हो झन्। यस्तो भ्यू देखेपछि त के भन्ने यार, ओ माई गड झन् यार, यो माउन्टेन यस्तो हेरेपछि दामी देखेँ त्यो वाला। त्यो सानो झर्ना आइरहेको छ त्यहाँबाट, कस्तो राम्रो देखिरहेको छ। यस्तो रूपसे वाटरफॉल, where is the रूपसे waterfall? Like, दामी, wow, 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 दामी केटा, दामी, अति नै नाइस, अति नै बब्बाल वाटरफल। लाइक त्यहाँबाट झरिरहेछ अनि देन 1 स्टेप 2 स्टेप 3 स्टेप एन्ड लास्टमा 4 स्टेप, दामी अति नै बब्बाल, नाइस। पेट्रोल अलिक लाग्ने भन्छ। पेट्रोल एक्स्ट्रा कहाँ पाउँछ र, लिइराखौँ न। कहाँ रे? पुग्छ त्यसरी इनकेस फेरि रफ राइड गरौँ कि नगरौँ सोचिरहेको के म। पेलिदिन्छु होइन, पेलिदिउँ कि आओ, पेलिदिउँ कि क्या हो केटा यार, सबैजना भनौँ यार, पेलिदिउँ क्या, फुल थ्रोटल दिन्छौँ क्या। तर यस्तो भ्यू अति नै बबाल छ नि त, त्यही भएर कुदाउनै मन लाग्छ नि क्या। लाइक साइमनको बाइकको साउन्ड बाइक अरू सबै पिसफुल छ यहाँ चाहिँ, इच एन्ड एभ्री कुरा है। इभन दो हुन त मैले नोइज क्यान्सलेसन चाहिँ लाइक लोमै राखेको छु, किनभने धेरै नै हाईमा राख्यो भने चाहिँ कस्तो हुन्छ नि त्यो बाइकको साउन्ड पनि त्यो बाइकको साउन्डहरू
त्यो अब यो लाइक हामी अब बाइक चलाइरहेको छौँ नि त त्यो हावा आइरहेछ त्यसको साउन्डहरू चाहिँ आउँदैन क्या अनि प्रपर त्यस्तो फेरि कस्तो लाग्छ क्या एआईले एडिट गरेको जस्तो लाग्छ क्या ओ माई गॉड खोला 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 हिजोको नगर्दा 22 मिनटको यतिकै भिडियो भयो आज त कतिको हुने होला यार यो भनटे Look at that, guys, look at that. हाम्रो भिडियोग्राफर 1 2 3 by champagne सही हो यार कसम यार दामी यार waiting for guys यसकै लागि त नि त्यस्तो हामी मजा आइरहेछ केटा हो मलाई त राइडिङ मजा आइरहेछ बब्बल मजा आइरहेछ हिजो सिन हेर्न रातिको पाएन आज त म खुसी छु यार एकदम खुसी छु आम्मा दामी यार अलिअलि पहिरो त अलिअलि त होइन धेरै ठाउँमा पहिरो त गएको छ तर त्यस्तो बाटो नै बन्द हुने तरिकाले चाहिँ छैन आम्मा त्यो पहाड हेर न पहाड हेर त्यो पहाड हेर माकुरी आम्मा दामी जोमसोन 34 किलोमिटर फ्रम हियर let's see guys 307 kilometers so far we have already completed now अब हिँड्नु छ बुझ्नु छ अनि घुम्नु छ रमाइलो गर्नु छ केटा हो यस्तो छ दिमाग मलाई त अफसोस भइरहेछ यार म पहिला किन आएन यार मुस्ताङ हो होइन मैले अब भ्लगहरूमा खासै देख्थेँ लाइक नट द्याट टाइप होइन पुरै चाहिँ माउन्टेन्सहरू छ त्यहाँभित्र सो पिस यार सो पिस यो अझै लास्ट पेट्रोल पम्प हो यहाँ आई डोन्ट नो गाइस बट पेट्रोल पम्प छ है गाइस पेट्रोल पम्प छ हु वान्ट्स पेट्रोल केटाहरू पेट्रोल पम्प आयो पेट्रोल पम्प एनीवन हु वान्ट्स टु फिल अप देयर ट्याङ्क के तिमीहरू पेट्रोल पम्प नहाल्ने यतिले पुग्छ लामो फेरि साह्रो विधि भयो भने के गर्नु त यार अड्क्यो भने माथि हो पेट्रोलहरू पाउँछ माथि बोतल पाउँछ ए भइगयो नि Let's go get set ready guys हाम्रो गाइजहरुको पार्टी चलिरहेछ गाइजहरुको पार्टी चलिरहेछ सो इट्स चेकिङ टाइम गाइज गेट आउट चेकिङ टाइम सो चेकिङ गराउनु पर्यो
अब अनुलले भनेअनुसार हामी मार्फा स्टेटमा एन्टर गरिरहेछौँ। के देखाउनु पर्यो रे? के देखाउनु पर्यो? ए ग्यारेज पर टाढा छ। ग्यारेज वर्कसप। अनि ब्यागमा राख्दा हुन्छ होला नि? ब्यागमा पनि अब यही राखेर जाँदा राम्रो हो। आएर यहाँबाट फेरि बुझेर लैजान्छ। सो बेसिकली हाम्रो चेकिङ सबै डन। केटाहरू चाहिँ सबै चेकिङ डन। वकिटकी चाहिँ लग्नु मिल्दैन, ड्रोन लग्नु मिल्दैन है, त्यस्तो ड्रोनहरू उडाउन मिल्दैन नि त। ड्रोनको त थाहा थियो तर वकिटकीहरूको केही थाहा थिएन किनभने फर्स्ट टाइम बोकेर आएको त्यही भएर। त्यस्तो मेरो बाइकमा त्यस्तो केही छैन। जस डिटेलमा केही होइन, नाम फोन नम्बर हरेक व्यक्तिको चालकको मात्रै है, पछाडि पिलिङको परेन। सो ओन्ली के चाहियो भनेपछि लाइक नाम नम्बर एन्ड बाइक नम्बर चालकको मात्रै, राइडरको मात्रै, अरू त केही परेन। अब यहाँ केटाहरू चाहिँ हाम्रो चाहिँ बाइक मिलाइरहेछ। अब कस्तो केही छ बिग्रेको छ अवस्था माथि मोस्ट प्रोबेबली नोआ हुनसक्छ। सो बेस्ट इज पोसिबल लाइक राइट नाउ देखाएकै राम्रो। सो म चाहिँ टोटल फ्रेस हुनु पऱ्यो अलिकति। ओके हेलो मैले भ्लग टेक गरेर हान्दै अहिले हामी कहाँ छौँ भन्दाखेरि हेलो गाइज के छ, हामी अहिले यहाँ वर्कसपमा छौँ। यो वर्कसपमा यहाँ आउनु होला, राम्रो बनाइन्छ बाइक। नाम चाहिँ थाहा भएन है। केटा हो मुस्ताङमा ग्याङ मुस्ताङमा। अन्त के गरेर केटाहरू ल गाइज हो त्यहाँ हामीले भर्खर के गरेको थियो के गरेको बिर्सेँ मैले भन्ने आएन के गरेको थियो त्यस्तो भित्र छिर्ने लाइक जस रेजिस्टर गरेको थियो नामहरू हाम्रो। त्यही गरिसक्यो। अब त्यहाँबाट जाने अब ब्रेकफास्ट खानु छ, त्यसपछि लन्च हुन्छ, त्यसपछि सिधै लोमा खानु पुगिन्छ। होप आज पुगिन्छ, पुगिन भने पनि त्यस्तै हो, केही छैन होइन। चाह हो त्यही बस्थ्यौँ केटाहरू जस्तै त अनि चाह पुग्यो त्यही। Mountain region is calling us. त्यही त 2 किलोमिटर चिसो हुन लागिसक्यो केटा हो। ट्रेल सुरु बाटोबाट नजाने रे, त्यही हो भन्छ। दामी ट्रेल्स यार, यो बाटो अनलाको भने त महाकुरी यार। फोटो चलाउने कुदाइदियो, ऊ गइसक्यो बाइक लगेर। फर्स्ट टाइम एभर। Yeah man, yo दामी यार, दामी। ओ मा कसम यस्तो फिल हुँदो रहेछ केटा यार बाइकमा। ला ओ दामी यार। अब अगाडि नहेरौँ भने फेरि ठोकिन्छ कि भनेर यताउता फेरि अड्किन्छ भनेर। दामी यार, दामी एक्सपिरियन्स यार, दामी एकचोटि। ओ सही यार।
गाउँलेहरूले त मारिहाल्छ नि त्यो त पड्कायो भने यार हेलो 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 बेबीलाई हेलो 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 गरिरहेको थिएँ पर सेक्सी देखिरहेको छ यार मतलब यता माउन्टेन बिचमा बाटो क्या झन् काइदा देखिरहेको छ मूवमेंट है भाई मूवमेंट है अपना मूवमेंट है भाई चलन दे बस इतना ही बेहतरीन तरीके से यार बहुत ही बेहतरीन बहुत ही बेहतरीन नज़ारा भाई सही है सही है सही सही हो सही हो सही हो ल लेख पुगिसक्यो केटा हो What's up, gang? Yeah, we are entering in the lake. त्यो मोडिफाई गर्ने हैन ऊ केटाहरूले चाहिँ मोडिफाई गर्न थालिसकेछ यहाँ यस्तो छ है उता पनि अक्षय भाइले पनि निकालिसकेछ मिरर है अनि यता चाहिँ ठकुरी भाइले पनि निकालिसक्यो फुल मोडिफिकेसन चालु छ केटा फुल मोडिफिकेसन चालु छ लाइक सक्दो गरिरहेछ केटाहरूले नेपालको फ्ल्याग ठिक छ नि भ्यू हेरिसक्यो केटाहरूले लेख हेरिसक्यो बाइक मेरो यहाँ छ म चाहिँ किन निकाल्दा म I don't want to be. I'm good enough. ल कैसो छ म चाहिँ यहाँ अब निस्किनु पर्यो यहाँबाट अगाडि वासरुम जाएर पहिला फर्स्ट वासरुम जानु पर्यो त्यो झर्ना चाहिँ अति दामी लाग्यो यार माथिको त्यो दुईटा झर्ना चाहिँ अति दामी लाग्यो यार केटाहरू यार जति भित्र छिर्दै गयो त्यति राम्रो सिन त्यति राम्रो ठाउँहरू देख्दै गछ यार है यो तल के खोला थियो र जति गयो त्यति राम्रो सिन देख्ने क्या यार लाइक अब राइट नाउ यहाँ हेरौँ न यार अब ग्रेभल्सबाट त्यही हो तर सही यार त्यहाँ चाहिँ एउटा पुल छ ब्रो दामी बिवाडी गाडीको लाइन छ यार नयाँ नयाँ सिस्टम आइरहेको छ त आममा सब एक्सपर्ट ड्राइभर होला नि आममा चाइनाबाट टप गाडी लिएर आइरहेको बिवाडी धेरै बिकिरहेको छ है क्या केटा हो के हो स्थिति यो सबभन्दा ऊ होला लाइक लो रोजिन बिवाडीलाई मार्केट खायो बिवाडीले मार्केट खाएछ त अझै आइरहेको छ त मा कसम के हो केटा हो एक्सन क्याम बिवाडीको लाइनै छ मार्केट खाएछ बिवाडीले मागरी सही हो सही इभी गाडीमा चाहिँ बिवाडी हो यार अब हुन पनि किन नहुने अब हरेक कुरोको सुविधा होला पक्कै पनि अब कहिले चढे पो जिन्दगीमा अझै ऊ आइरहेछ आमामा कति धेरै अनि त्यसपछि अर्को कलर तीनटा त त्यहीँ हो आम्मा सही हो
अस्ति नि मैले त्यहाँ त्यो चाइना बोर्डर गएको थिएँ, त्यो कहाँ गरेँ रसुवाको चाइना बोर्डर, त्यहाँ पनि 3-4वटा देखेको थिएँ, तर यहाँ त अति धेरै छ यार, लाइक कन्टिन्यू छ कि लाइक। तर किरा मलाई त गर्मी लाग्न लागिसकेको छ कसम यार। नेपालभरिको लागि नि म्याक्सिमम् पुगाउनेबाट यहीँबाट हो कि ट्रान्सपोर्ट गरेर चाहिँ दिने भनेको अरू ठाउँमा। हेरमै केरा केटा होइन, कति धेरै देख्न हेर्न बाँकी छ केटा यार डिगाडी गाडी। अब कि त म फर्स्ट टाइम आएर त्यस्तो लाग्यो होला, तर धेरै छ। तर मलाई यो गाडीको चाहिँ भर छैन केटा। अब आई डोन्ट नो कुन कम्पनी चाइनिज जिबी होला पक्कै पनि। जहिले नि कहीँ न कहीँ के एक्सिडेन्ट भएकै हेरेकै हुन्छ क्या यही गाडीहरूको, यस्तै आइस जस्तो इभीको। मेरो खराब पानी छ, मेरो खराब। ल मार्फत पनि पुगेर हामी लाइक अब जेरी गल्ली यसो घुरी जाने रे भाइ केटा हो। अनि त्यसपछि जोमसोममा बस्ने कुरा छ, जोमसोममा बसेर खाना खाने केटाहरूले भनेको छ। हामी ठिकै टाइममा हिँडिरहेको छौँ, लाइक छिटै हिँडिरहेको छौँ, सो सही छ। आम्मा ए म त क्या झुक्किएको केटा हो यार। म त यार ओरिजिनल ल भनेको त माया कसम यार। ऊ रहेछ त, डम्मी रहेछ त। दिस इज द जेरी गल्ली गाइस। सरी म त आई डोन्ट नो यार, यही होला। पुलिसको साइरन बजाएको थिएँ जस्तो लाग्थ्यो। ना 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 दामी छ यार, जे भए पनि दामी छ। अब हामी चाहिँ फर्किने बेला आउने है केटा हो, अहिले चाहिँ नआउने, अहिले नबस्ने मतलब नआउने होइन। फर्किने बेला फोटोसुट खतरा फोटोसुट भइरहेछ। हामी पनि यसो लुगा लाएर चाहिँ फोटो खिच्ने भनेको। जाऊँ न के भयो। म त अघिदेखि जेरी गल्ली भन्दै आइरह म त। तर दामी छ यार, वाइब चाहिँ छ यार, वाइब चाहिँ छ। जे भयो नि वाइब चाहिँ छ, कुल वाइब छ। अफ रोड चालू भाइ। ल हामी त यहाँ खान लागिसक्यो केटा हो, जोमसोनमा। भाइको त पार्किङ गरेछ। घाम चाहिँ लास्ट घाम खतरा घाम लाग्छ त यार। खानाको लागि लाइन भएर बसिरहेछ। यस्तो छ हालत, सब सामानहरू यहीँ छ। चट्ट तेरो नाम हुन्छ जहिले कपाल। ल खाना चाहिँ आइसकेको छ। पानी अहिले चाहिँ केटा ड्याम खाना खायो, हात त धोइसकेको छ। अब खाना खाइदिने हो भाइ। उमा आएको छ भित्र त ला ठुलो खाल्टा रहेछ त। म यत्तिकै खुट्टा छिराइदिनु तलसम्म सर्फ होला नि भित्र। ल केटा थकाली जमसङको थकाली, ग्यालेरी खोलेर न, जमसङको थकाली, जमसङको पापड। धन्यवाद।
लनु खाइदियो अब साइमन के खाइदियो अब मन भन न ल दिनमा बोलाउ गर्छु दिनमा बोलाउ गर्छु होइन अघि नि मैले त्यहाँ माउन्टेन पर्वत देखेँ थिएँ यहाँ अर्को माउन्टेन पर्वत देखिरहेको छु अब जोनसनको यस्तो भयो मुस्ताङमा ग्याङ ग्याङ मुस्ताङमा यस्तै हो केटा अब रमाइलो भइरहेछ अब निस्किने लाग्यो अब जोस् अब मेबी मोस्ट प्रब्लली यहाँबाट देखिरहेको छ नि कालो अब यहाँबाट निस्केर अब मेबी हामी कागबेनी एकछिन रेस्ट बस्छौँ अनि देन मुभ टु लोमन्ताङतिर अब केटाहरू अझै आएको छैन उता उहाँको छोकरी भाइ त्यही चलिरहेको बाइकहरू यहीँ छ सबैको रेडी भएर पहिला भ्यू हेरौँ भ्यू अरू त के भन्नु पहिला होइन पहिला भ्यू हेर्दै गरौँ यसै छ होइन भ्यू चाहिँ खतरा छ अब जङ्गल चाहिँ छैन त्यति हो एउटा फोटो खिच्नु पऱ्यो यार बाइकमा तर कहाँ खिच्ने भन्ने चाहिँ डोन्ट नो द लोकेसन एक्ज्याक्ट द्याट द पोइन्ट आई थिङ्क द्याट द पोइन्ट यहाँबाट बाटो छुटिरहेछ यार आई डोन्ट नो केटाहरूले आउनु दिउँ यार मुक्तिनाथ कागबेनी आई डोन्ट नो यार वाट इज which one place right now केटाहरू आएको छैन यार स्टिल लोमन्ताङ सिधा स्ट्रेट अनि मुक्तिनाथ राइट वे सो हामीले त्यही सोचेको थियौँ लोमन्ताङ अप जाने मेन त यस्तो बाटो छुटिन्छ मुक्तिनाथको लागि त्यो वे एन्ड अप्पर मुस्ताङको लागि द्याट वे अब हामी कागबेनी कटेर सिधै अप्पर मुस्ताङ ड्राइनेज भएर त्यही हो हाँ ए गुहा जस्तो ओहो यस्तो रहेछ नि त भित्रको पिछमा यस्तो राखेछ यस्तो छ गुफा यार केटा हो पुरै यस्तो त बाटो यार केटा हो भ्यू चाहिँ हेरौँ कति दामी हावाले यस्तो उडाइरहेको छ हावा मजाले यस्तो अनि त्यो चिल पारामा छ यार माउन्टेन हावा यस्तो आनन्दले आमामा खतरा हावा छ विन्डको चाहिँ डाइरेक्सन चाहिँ ओभियसली त्यही भएर टर्निङमा चाहिँ अलिकति गाह्रो हुन्छ यस्तो टाढो एकछिन बब्लिङ भइदिन्छ क्या त्यही भएर स्लो गरिहाल्छु म त सिधै हेरेर थिएँ अघिबाट ओहो दामी भ्यू यार दामी भ्यू यार भ्यू त सही ग्रिन नभए पनि भ्यू चाहिँ खतरा खतरा
त्यो पनि लडेको ल 3 काउन्ट अप 1 2 3 अप माकुरी बस 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 तिमी बस बस केमा अड्क्यो के ब्याग के वायर चुट्यो भनेको के को वायर चुट्यो क्लचको ओरन्डीमा चिक्ने ल ल पावर पुगेन हैन 2 3 सीधा कर सीधा 1 2 1 2 3 हो गाइस स्ट्यान्ड लाऊ पहिला स्ट्यान्ड लाऊ मेरो हाफिसक्यो ब्यागबाट के यतापट्टि त्यो वायर चाहिँ के को छुट्यो वायर चाहिँ के ए अगाडिपट्टि हो उसको स्पिडोमिटरको के स्पिडोमिटर त्यो कहाँ गयो त्यो अरू चाहिँ कहाँ गयो निस्किसक्यो त्यो कुन बाटो गयो थाहा भएन मैले यता तलबाट गएको थियो धेरै रोडमा पुग्दै हुँदैन लेट्स गो Off-road trials, let's go baby. फुल अफ रोड दामी यार केटा हो मजा आयो सही हो अलिअलि ल त्यस्तो प्रब्लम चाहिँ केही भएको छैन अघि नि मेरो चाहिँ ब्रेक चाहिँ बाङ्गे भएको थियो फुटको ब्रेक अनि सामानको चाहिँ स्पिडोमिटरको वायर चाहिँ छुट्टेछ त्यति हो
मेरो त यार पावर के हो नपुगे जस्तो फिल भइरहेछ यार खै मैले त पावर नपुगे जस्तो भइरहेछ अघि त क्या आऊ त्योबाट ट्रेनमा आउँदाखेरि त क्या दामी भयो त्यो जाम त फेरि बाटो छ के अरे केटा हो हामी चाहिँ अफ रोड गर्दै यार अफ रोडको पनि अफ रोड गर्दै आएको छ अफ रोडको नि अफ रोड गर्दै हो केटाहरूको मन छ लो मतलब त नि केटाहरू सेकेन्ड गियरमा त पावरै छैन यार आज केटाहरू यो तरिकाले नोमान्ताङ त पुग्दैन ल केटा हो अब यो यहाँबाट निकाल्दा त्यहाँ माथि निकाल्ने रे त्यो घुम्ने रे ल केटा भुइँ ताना नरोकिकन फुल थ्रोटल ल लेट्स गो रोक्यो भने चिप्लिन्छ त्यति हो भ्याइन्छ मुस्ताङको अप्पर मुस्ताङको लागि गइरहेछौँ हामी चाहिँ बल्ल यो हामी कहाँ हो यो घामी भिलेज ए यहाँ स्याउ रहेछ त यो ठाउँै स्याउको लागि रहेछ त अनि ऊ के हो त्यो के हो केटा हो पखाइ मोटी फोटो भिडियो लिइरहेको छु कि भिडियो लिनै मिल्दैन तिमीसँग कलमा बसिरहेको छु हेलो हेर्दैन बे त्यो भित्रको फ्यान्सले दिएन क्या राम्रोसँग फोटो लिन यो फ्यान्सले केटा हो कुदाइछु कहाँ आइपुग्यो मलाई पनि थाहा छैन कहाँ आइपुग्यो हामी यहाँ Let's go. Maybe 5 minutes, 6 minutes we already covered up. 15-20 minutes left. Simon!
जाम है अक्षय अक्षय जाम 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 चिसो छ यस्तो चिसो हावा चल्दैछ नि त्यहाँ त आम्मा भन्नु पर्दैन यार केटाको टाढा टाढासम्म केही देख्दैन यार भनेपछि लो के भएर त्यो ट्रक किन उभिर आम्मा हावा चाहिँ अति डह्रो छ हुन त यस्तो नजिक पनि आइसकेछौँ हात एकदम लास्ट चिसो भइसक्यो केटा आओ मागसम चिसोले हात जमिसकेछ नाकबाट पानी आइरहेछ आउ तर सोचेको थिएन यार हामी जोनसनबाट कतिवटा निस्केको थियो भने खाना खाएर आएर नो यार मेबी अब टाइम चेक गर्नुपर्छ त्यति बेला म कलमा थिएँ सो त्यही हो खतरा गाइस वी आर गोइङ टु लोमान्ताङ यो के सबैलाई थाहा भइसक्यो होला किनभने चाहिँ मैले अघि नै भनिसकेको थिएँ नि त होइन त आउनु कुरो होइन छिटो पुगौँ काइडा ओ झाडोले यहाँ फुसफुस लगाइसक्यो त आफ्नो त मैले फेरि मेरो यो भाइजरमा चाहिँ ऊ छैन क्या के भन्छ अरे एन्टिफकवाला चाहिँ त्यो भाइजर उसमा पिन लगवाला त्यो चाहिँ छैन क्या यस्तो हुन्छ धेरै माटो भयो भने चिप्लिन्छ त्यो मोटरलाई ग्लभ्स लिइरहनु पर्ने थियो यार मैले लाइक सोचेको थिइनँ यार हात एकदम फ्रिज भइसकेछ ओ माई गॉड धन्ने कपडा चाहिँ यार मैले चाहिँ लुगाहरू चाहिँ अलि एउटा बाक्लो ज्याकेट चाहिँ राखेको छु ओ माई गॉड यति त सक्दैन केटा हो म त यार जाडो मस्किटो जाडो म त एक्साइटेड भइरहेको छु लोमान्ताङ चाहिँ कस्तो होला भनेर ओ म्या कसम ओ 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 गाइस गीत सुन्दै बाइक चलाउँदै कहिले उभिएर कहिले बसेर गाइस मलाई पनि थाहा छैन यार म कहाँ पुगेँ भनेर Is it we arrived or what? Yes, it is लोमान्ताङ city. It is. यो हेरेर कति रिलिफ मिलिरहेछ द्याट्स आई नो राइट नाउ के केटा हो लाइक यस्तो फ्रिजिङ कोल्ड भइरहेछ नि त्यो हावाले मात्रै अझै अरू सोच त जाडोको बेला त के हाल हुन्छ होला यार यहाँ ओ माई गॉड जाडोमा त कोही आउँदैन होला यार हिउँ पनि पर्छ होला पक्कै पनि स्योर दिस इज माई फर्स्ट टाइम तर आइ एम एक्साइटेड यार एन्ड इट्स गुड टु सी दिस सिटी यार इन फ्रन्ट अफ मी राइट नाउ पानी छुने डर लागिरहेको छ अब त
अस्ति कालीचोक जाँदाखेरि त त्यस्तो भएको थियो यार लाइक त्यति बेला माइनस कति थियो आई डोन्ट नो 4-5 थियो 4-5-6 आई डोन्ट नो त्यस्तै अराउन्ड समथिङ अनि त्यसको नेक्स्ट डे चाहिँ यसो वासरुम जान्छु भनेको त टङ्कीमा पानी थियो पानी लिएर जान्छु भनेको आमा पानी त टङ्कीमा जमेर बसिरहेको मागेको छ है दिस इज वाट इज इट guys okay so this is the city we arrive at Lomandang city again because I'm actually to tell you every time कता जान्छी मेरो भाइ कता जान्छी so okay so this is the maybe city gate अब अहिले नाइट भइसकेको छ कतिको भिजिबिलिटी भइरहेको छ वेलकम टु लोमन्ताङ म्युनिसिपालिटी ओके थ्याङ्क यू सो मच गाइस कतिपय मान्छेहरूको चाहिँ बाइक बिग्रेर बत्ती नबल्ला होइन सो दिस इज गुड या स्ट्रिट ल्याम्प्स आर गुड लाइक ठाउँमा छ इच सी यहाँ छ त्यहाँ छ यता छ सो अलिकति साउन्ड गरौँ कम गरौँ हो मेबी यु क्यान से स्विच अफ नै गरिदिउँ कता भयो यसको ओके थ्याङ्क यू सो मच यु सेट पावरिङ ओके गाइस अहिले चाहिँ हामी लोमाङथाङमा कस्तो जाडो छ चिसो छ है अहिले चाहिँ होटेल खोजिरह होटेल त अब एउटा पाछ त रुम चाहिँ कस्तो भन्दाखेरि 10-15 जना अटी रुमले तर लाइक ओनरसँगै सुत्नु पर्ने रे के अट्याच पनि छैन सरकार चाहिँ भयो त्यो प्राइस बुझ्न गयो अब प्राइस 2500-3500 भन्यो भने चाहिँ नबस्ने किनकि त्यो भन्दा कि त्यो प्राइस अनुसार अर्को रुम अरू होटेल रुमहरू पनि पाइन्छ त्यसैले होटेलहरू खोजेर रुमहरू खोजेर पाउँछ कि नो आइडिया चिसो छ यसपालि त जाडो छ एकदम भात चाहिँ खाने होइन आज म रामेन खान्छु रामेन विथ एग अन्डासँग मिठो हुन्छ पिरो नि हुन्छ त्यो खाइसक्यो नफ हुन्छ नि ल गाइस अब रुमको बारेमा स्योर गरेपछि फेरि आउँछ बाइक पार्क अब यहाँ त के दिखाउँ यार टाइम छैन यो सामान यस्तो बोकेर हिँड्नु परिरहेछ हिँड्नु भएको अवस्था होटल चाहिँ यही हो केटा हो आज त होटल 3 सरी वाट इज दिस 3 का त्यही हो क्या माथिकै फोन पाएँ भित्रबाट गाइस यस्तै जमाए